यसमा हेरबिन राख्नु पर्यो भने के गर्नु पर्यो भन्दाखेरि अब यहाँ टक्क यो मेजरिङ स्केल लिएर हामीले हाम्रो यो रोडको सेन्टरबाट मेजरिङ स्केल लिएर रोडको सेन्टरबाट 15 मिटर तल जानुपर्ने हो हैन। सपोज ल यो मेरो सपोज यहाँबाट मेरो रोड यो 15 मिटर तल छ रे। जस्तो मैले 15 मिटर तल यहाँनिर यो आइपी सेट गरेँ हैन। यहाँनिर मैले आइपी सेट गरेपछि हाम्रो हेरबिन बेन भनेपछि 4 वटा आइपी को रेस्पेक्टमा दिने हो। त्यो भइसकेपछि अब मैले 142 आइपी मा यहाँनिर गएर इन्सर्ट हेरबिन बेन गर्छु। अनि यो हेरबिन बेन इन्सर्ट गर्दाखेरि हामीलाई चाहिने रेडियस भनेको थ्योरेटिकल्ली दिने भनेको हाम्रो 20 मिटर हो हैन। स्टार्टिङ कर्वको रेडियस 20 मिटर भनेको चाहिँ हामीले 42 मिटर के अरे आइपी 142 लाई दिएको हैन। अनि मिडलमा चाहिँ हाम्रो कति चाहियो भन्दाखेरि 15 भन्ने हुन्छ थ्योरेटिकल्ली नै। अनि यहाँनिर चाहिँ हामी टक्क 20 राख्छौँ। अनि यो भनेपछि हाम्रो बेन्ड पछि चाहिँ कति पर्सेन्ट स्ट्रेट चाहियो भन्ने कुरो हुन्छ। यसमा चाहिँ हामीले अहिले तत्काललाई यसलाई 5 राख्छौँ। अनि यसलाई हामी अब यहाँनिर एप्लाई गर्छौँ। अब यो एप्लाई गर्दाखेरि यो के अरे यो 141 मा भएछ हैन। यो एकैछिन यसलाई म एकछिन गरेँ। हामीले हाल्नुपर्ने भनेको चाहिँ यहाँ 141 मा हो। 141 मा हाल्नलाई के गर्नु पर्यो भन्दाखेरि यो इन्सर्ट हेरबिन बेनमा जानु पर्यो। अनि यहाँनिर 20 हाल्नु पर्यो। यहाँनिर 20 हाल्नु पर्यो। यहाँनिर अब 3, 5, 10 कति मिटर हुन्छ। अब यहाँ सर्टेन पर्सन हेर्दाखेरि अलिक स्ट्रेट जाने पर्सन भएको कारणले म 5 राख्छु। त्यसपछि यसलाई मैले एप्लाई गरेँ। अब हाम्रो हेरबिन बेन यस्तो आयो। अब यहाँ ओभरल्याप भएको ठाउँमा अब हामीले यसलाई मिलाउनु पर्ने हुन्छ। अनि यहाँ पनि ओभरल्याप भएको ठाउँमा मिलाउनु पर्ने हुन्छ। अब यस्तो कन्डिसनमा अब हामीले यहाँनिर हाम्रो 145 भनेको यो सफ्टवेयरले क्रिएट गरेको पोइन्ट हो। यो 144 भनेपछि हाम्रो यसलाई मिलाउनलाई हामी यसलाई यो मुभ गरौँ यो आइपीलाई। अनि हेरौँ यो यहाँनिर राख्दाखेरि काम मिल्छ जस्तो छ कुरो हैन। अनि यो 45 लाई अलिकति तलतिर बेन्ड गरौँ यहाँनिर। अनि यतापट्टि के छ भन्दाखेरि अब यो 141 भयो भनेपछि अब हामी के गर्नु पर्यो भन्दाखेरि यसलाई मुभ गर्नु पर्यो। 140 लाई मुभ गर्दाखेरि टक्क यहाँतिर मिल्ने रहेछ। यति भएपछि टक्क अब हामीले यो कम्प्युटर र अपडेट टेरेन गरेपछि हाम्रो यो अलाइनमेन्ट फिक्स हुन्छ यहाँनिर हैन। यति हाम्रो अलाइनमेन्ट यहाँनिर हेरबिन बेन हाल्ने तरिका चाहिँ यो 144 मा चाहिँ यो हाम्रो यो रेडियस यहाँको रेडियस नमिलेर यहाँनिर यो रेड आएको हो। यो रेड मिलाउनलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि यहाँ क्लिक गर्नु पर्यो। यहाँ रेडियसमा हामीले 21 हाल्नु पर्यो। अनि यो इन्टर थिच्नु पर्यो। यहाँनिर अब यो देख्न सक्नुहुन्छ। यहाँनिर यो टक्क 144 भनेको हाम्रो ब्लू भइसकेको छ। त्यस्तै गरी यहाँनिर पनि यो यहाँ पनि अलिकति रेड रहेछ। यसलाई पनि अब हामीले 121, 22 राखेपछि यो पनि ब्लू भयो। यति गरिसकेपछि हेरबिन बेन इन्सर्ट भयो तपाईँको यसमा। यहाँनिर पनि अलिकति यहाँ ओभरल्याप भइरहेको रहेछ। यसलाई पनि टक्क यहाँ मिलाइदिउँ अलिकति।